हेलो नमस्ते तपाईहरुलाई स्वागत छ पुनः पनि हाम्रो क्रिएटिभ भेट नेपालमा। आज हामी भेटनरी तथा लाइभस्टक सम्बन्धी पुनः अर्को 20वटा नमुना प्रश्न लिएर आइसकेका छौं र यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अहिले नै सब्स्क्राइब गर्नुहोस्। यस्तै भेटनरी तथा कृषि सम्बन्धी लोकसेवाको तयारी गर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। आउनुहोस् साथीहरु, अब आजको विषय सुरु गरौं। प्रश्न नम्बर 1, हाइड्राटिड रोगको कारक तत्व के हो? ए ब्याक्टेरिया, बी भाइरस, सी परजीवी वा डी फंगस। यसको सही उत्तर रहेको छ ए परजीवी। त्यसैगरी प्रश्न नम्बर 2, उग्राउने पशुमा भिटामिन B12 शरीरमा उत्पादन गर्न कुन तत्वको आवश्यक पर्दछ? ए सल्फर, बी म्याग्नेशियम, सी मिनरल र डी कोबाल्ट। यसको सही उत्तर रहेको छ डी कोबाल्ट। त्यसैगरी जाउँ प्रश्न नम्बर 3 तर्फ। शरीरमा हेमोग्लोबिनको अवस्थामा रहने खनिज पदार्थ कुन हो? ए सोडियम, बी म्याग्नेशियम, सी आइरन र डी जिंक। यसको सही उत्तर हो सी आइरन। त्यसैगरी जाउँ प्रश्न नम्बर 4 तर्फ। प्रश्न नम्बर 4, क्याटलमा हुने फालिङ डिजिज रोगको के कारण हुन्छ? क्याटलमा हुने फेलिङ डिजिज रोग के कारणले हुन्छ? ए म्याग्नेशियम, बी कोबाल्ट, सी सल्फर र डी कपर। यसको सही उत्तर हो डी कपर। र त्यसैगरी जाउँ अब प्रश्न नम्बर 5 तर्फ। हेम्पसायर के को जात हो? ए बङ्गुर, बी कुखुरा, सी भेडा र डी बाख्रा। यसको सही उत्तर हो सी भेडा। त्यसैगरी जाउँ प्रश्न नम्बर 6 तर्फ। फाइन वुल टाइप उत्पादन गर्ने जातको भेडा कुन हो? ए मेरिनो, बी केरिडेल, सी ओभरकोट र डी कुपोर्थ। र यसको सही उत्तर रहेको छ ए मेरिनो। त्यसैगरी जाउँ अब प्रश्न नम्बर 7 तर्फ। अर्पिक्टल जातको कुखुरा कुन वर्गमा पर्ने कुखुरा हो? ए अमेरिकन, बी भूमध्यसागरीय, सी बेलायती वर्ग र डी एसियाली वर्ग। यसको सही उत्तर रहेको छ सी बेलायती वर्ग। त्यसैगरी प्रश्न नम्बर 8, भ्याकुते रोगको उपचारमा प्रयोग हुने औषधि सल्फाडिमाइडिनको मात्रा कति हो? ए 100 mg पर केजी बडी वेट, बी 125 mg पर केजी बडी वेट, सी 150 mg पर केजी बडी वेट र डी 175 mg पर केजी बडी वेट। यसको सही उत्तर हो सी 150 mg पर केजी बडी वेट। त्यसैगरी प्रश्न नम्बर 9, नन प्रोटिन नाइट्रोजन NPN तलका मध्ये कुन पशुमा प्रयोग हुन सक्छ? ए बङ्गुर, बी कुखुरा, सी गाई र डी घोडा। यसको सही उत्तर हो सी गाई। त्यसैगरी जाउँ अब प्रश्न नम्बर 10 तर्फ। सामान्यतया मत्स्य विष प्रयोग गरिएको पोखरीमा पुनः कति हप्तापछि भुरा राख्न सकिन्छ? ए 1 हप्तापछि, बी 2 हप्तापछि, सी 3 हप्तापछि र डी 4 हप्तापछि। यसको सही उत्तर हो बी 2 हप्तापछि। त्यसैगरी अब जाउँ प्रश्न नम्बर 11 तर्फ। कुन क्षेत्रबाट आएको पानी अम्लीय हुन्छ? ए कोइला खानी, बी सल्फर खानी, सी माथिका दुवै र डी चुन खानी। यसको सही उत्तर हो सी माथिका दुवै। प्रश्न नम्बर 12, नेपालको प्रथम चीज विशेषज्ञ को हो? ए डाक्टर गौरी प्रसाद शर्मा, बी डाक्टर थिरबहादुर बस्नेत, सी गिरिधर बज्राचार्य र डी टेकबहादुर थापा। यसको सही उत्तर हो ए गौरी प्रसाद शर्मा। त्यसैगरी जाउँ प्रश्न नम्बर 13 तर्फ। बुधबार साँझ रेडियो नेपालबाट प्रसारण हुने कृषि कार्यक्रम कुन हो? ए सफलताको कथा, बी कृषकको सरोकार, सी आजको कृषि र डी कृषि संवाद। यसको सही उत्तर हो डी कृषि संवाद। त्यसैगरी जाउँ अब प्रश्न नम्बर 14 तर्फ। आवेदन वर्ष 2074-75 मा नेपालमा एक चौरीको संख्या कति रहेको थियो? ए 69,978, बी 69,346, सी 68,965 र डी 68,376। यसको सही उत्तर हो ए 69,978।
त्यसै गरी जाउँ प्रश्न नम्बर 15 तर्फ। आवेदन वर्ष 74-75 मा नेपालमा ऊन उत्पादन कति केजी रहेको थियो? ए 5,88,348, बी 5,94,639, सी 5,94,312 र डी माथिको कुनै पनि होइन। यसको सही उत्तर हो ए 5,88,348 केजी। प्रश्न नम्बर 16। साधारणतया कुखुराको आयु कति वर्षको हुन्छ? ए 2 देखि 4, बी 4 देखि 6, सी 6 देखि 8 र डी 8 देखि 10। यसको सही उत्तर हो डी 8 देखि 10 वर्ष। त्यसै गरी जाउँ प्रश्न नम्बर 17 तर्फ। शुक्लाफाटा वन्यजन्तु आरक्षमा पाइने बङ्गुर कुन हो? ए कुनै पनि होइन, बी च्वाचे, बी हुर्ट्रा र सी बामपुड्के। यसको सही उत्तर हो डी बामपुड्के। त्यसै गरी जाउँ प्रश्न नम्बर 18 तर्फ। भ्याक्लुङ जोन भनेर कुन जिल्लालाई जनाउँछ? ए मनाङ, बी मुस्ताङ, सी डोल्पा र डी जुम्ला। यसको सही उत्तर हो डी जुम्ला। त्यसै गरी जाउँ प्रश्न नम्बर 19 तर्फ। तलका मध्ये सबैभन्दा कम उमेरमा बाली जाने भेडा कुन हो? ए भ्याक्लुङ, बी बरुवा, सी कागे र डी लामपुच्छ्रे। यसको सही उत्तर हो डी लामपुच्छ्रे। त्यसै गरी जाउँ प्रश्न नम्बर 20 तर्फ। सुदूरपश्चिम प्रदेशमा कति प्रतिशत बङ्गुर पालन रहेको छ? ए 8%, बी 13%, सी 3% र डी 2.5%। यसको सही उत्तर हो डी 2.5%। र अहिलेसम्म हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र आगामी यस्तै भिडियो हेर्नलाई यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।